आफ्नो एउटा क्यान्डिडेटलाई PM को लागि उठाउन सक्नुहुन्छ है। अनि यो पनि भएन भनेपछि अर्को के हुन्छ, संसदमा यो 275 जना मध्ये जो कहिले पनि प्रधानमन्त्रीको लागि आफू क्यान्डिडेटमा उठ्न सक्छ है। यो जो कोही पनि 270 मध्ये जो पनि उठ्न सक्छ। तर यो 1 2 3 4 5 जुनसुकै तरिकाबाट अगाडि PM को क्यान्डिडेट जो उठे पनि उसले चाहिँ 30 दिनभित्रमा विश्वासको मत लिनुपर्छ। विश्वासको मत भनेको थाहा छ हजुरलाई? विश्वासको मत लिँदा फेरि चाहिँ यहाँ भएको संसदले म यसमा सहमत छु भनेर सहमति जनाउन चाहिँ विश्वासको मत भन्छ। प्राइम मिनिस्टर बन्नलाई चाहिँ एउटा मान्छेले कति लिनु पर्यो, 138 वा सो भन्दा बढी विश्वासको मत प्राप्त गर्नु पर्यो, त्यसपछि बल्ल ऊ PM भन्छ। सबैले चाहिँ हुन्छ भन्नु पर्दैन। 138 भन्दा बढी 138 जना अथवा सो भन्दा बढीले भन्यो भने चाहिँ ऊ सिधै PM भन्छ। यदि यो केही गरेर पनि PM हुन सकेन भनेपछि के हुन्छ, प्रतिनिधि सभा विघटन हुन्छ र 6 मन्थमा फेरि नयाँ चुनाव हुनुपर्छ। नेपालमा चाहिँ सबैभन्दा धेरै हुने भनेको हाम्रो गठबन्धनको सरकार हो, स्पेसल्ली 2टा पार्टी मिलेर वा 2 वा सोभन्दा बढी पार्टी मिलेर हुने गठबन्धनको सरकार हो। नेपालको सरकार चाहिँ किन अस्थिर छ भन्दाखेरि जस्तै A र B पार्टी मिलेर गठबन्धनको सरकार बनाउनु भयो, तर A र B मा केही मतभेद भयो र B ले आफ्नो सहमति फिर्ता लिनु भयो भने 138 त पुग्दैन। त्यसपछि के हुन्छ, संसद विघटन हुन्छ। अनि फेरि A B B C अरू पार्टीहरूसँग मिलेर फेरि सरकारको लागि यही प्रोसेसमा अगाडि बढ्नु पर्यो। फेरि 30 दिनमा विश्वासको मत लिनु पर्यो अनि त्यसपछि बल्ल PM को लागि अगाडि बढ्न सक्नुहुन्छ। त्यही भएर योचोटिको चुनावमा चाहिँ एकदम सोचेर अहिलेको जेनजीले भोट दिनु पर्यो, किनकि देश